ओके ल हेर है त अब पर्सेन्टेजमा हामी केही बेसिक कुराहरू सिक्छौँ अनि त्यसपछि अगाडि बढ्छौँ है जस्तो कि सपोज A% भन्छ A%लाई यसलाई दुईटा फर्ममा चेन्ज गर्न सकिन्छ है एउटा केसमा लेख्न सकिन्छ भन्दा रेसियोमा लेख्न सकिन्छ हेर है एउटा रेसियोमा लेख्न सकिन्छ अर्को केसमा लेख्न सकिन्छ भन्दा डेसिमलमा लेख्न सकिन्छ एउटा रेसियोमा र अर्को केसमा रहेछ डेसिमलमा लेख्न सकिने रहेछ जस्तो सपोज 10% भने यसलाई चाहिँ रेसियोमा लेख्नु पर्यो भने के गर्नु पर्यो भन 10 अनि यो जुन पर्सेन्टेज साइन छ यो घटाउनको लागि चाहिँ हामीले के गर्छौँ अथवा हटाउनको लागि हामीले के गर्छौँ भन्दा डिभाइड बाइ 100 राख्छौँ र जहिले पनि लोएस्ट फ्र्याक्सनमा चेन्ज गरेर राख्छौँ भनेको पनि तलमाथि काट्न मिल्छ भनेदेखि तल र माथि काटिदिन्छौँ यो क्यान्सल भयो भनेदेखि कति भयो त 1/10 भयो अर्को हेर यसैलाई हामीले के गर्न सकिन्छ भन्दाखेरि कहिले कहिले डेसिमलमा निकाल्न पनि पर्न सक्छ डेसिमलमा निकाल्नको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दा जहाँ पोइन्ट छ त्यो पोइन्टलाई चाहिँ 2 स्टेप लेफ्ट साइडमा लानु पर्यो भन्नुको मिनिङ जस्तो हेर अहिले यो कहाँनिर यहाँ पोइन्ट छ होला भनेको मिनिङ 10 भन्दा पछाडि पोइन्ट हो नि त्यो त खासमा 10.0 जस्तो हैन अब यसलाई के गर्नु पर्छ यो पोइन्टलाई 2 स्टेप लेफ्टमा लिएर जानु पर्यो 1 स्टेप जाँदा कहाँ पुग्छ हेर त यहाँ पुग्छ 2 स्टेप जाँदा कहाँ पुग्छ यहाँ पुग्छ भन्नुको मिनिङ पोइन्ट कति भयो 10 भयो र नर्मली हामी 0.10 लेख्दैन यसको अगाडि 0 लेखिदिन्छौँ है भनेको कति भयो त 0.1 जस्तो 5% भन्नु पर्यो भने हेर जस्तो 5% लेख्नुलाई चाहिँ अब फ्र्याक्सनमा त तिमीले गर्न सकिहाल्छ र तल र माथि लोएस्ट फ्र्याक्सनमा चेन्ज गर्ने हो अब डेसिमलमा चेन्ज गर्नु पर्यो भने अहिले कहाँ छ त पोइन्ट भन्दा 5 भन्दा पछाडि छ हेर यहाँ छ 1 स्टेप गयो भने यतातिर पुग्छ 2 स्टेप गयो भने अझै अगाडि पुग्छ भनेको पनि यहाँ देखाउनलाई त एउटा 0 राख्नु पर्यो तिमीले भनेको यतातिर पोइन्ट आउँछ भनेको पनि कति भयो त 0.05 अथवा 0 point के हुन्छ त 0.5 हुन्छ यसरी चाहिँ हामीले के गर्न सकिन्छ भन्दा पर्सेन्टेजमा दिएको क्वेशनहरुलाई चाहिँ अथवा पर्सेन्टेजलाई चाहिँ रेशियो एज वेल एज फ्र्याक्सनमा चेन्ज गर्न सकिन्छ है सरी फ्र्याक्सन एज वेल एज डेसिमलमा चेन्ज गर्न सकिन्छ यसरी ठीक छ यसमा कसैलाई कन्फ्युज छ छैन छैन है ओके ल अब यसपछि हेर अर्को दुईटा अलि फर्मुलाहरु पनि जान्नु पर्ने हुन्छ हामीले जस्तै यो लेख्नु पर्ने छ भने लेख्दै जाऊ है जस्तो फर्मुला के जान्नु पर्छ भन्दा फेरि पर्सेन्टेज इन्क्रिज को फर्मुला अथवा इन्क्रिज पर्सेन्टेज को फर्मुला पर्सेन्टेज इन्क्रिज को फर्मुला कसैलाई थाहा छ पर्सेन्टेज इन्क्रिज भनेको के हो त एक्चुअल इन्क्रिज हेर है एक्चुअल इन्क्रिज डिवाइडेड बाइ ओरिजिनल अमाउन्ट ओरिजिनल मात्रै लेख्छु मैले सुरुमा कति छ भन्नेलाई हामी ओरिजिनल भन्छौँ है सुरुमा अथवा ओरिजिनल भनेको सुरुमा भएको अमाउन्ट ORIGI ओरिजिनल अमाउन्ट इन्टु 100% गर्छौँ है यो चाहिँ इन्क्रिज पर्सेन्टेज को हो यस्तै गरी डिक्रिज पर्सेन्टेज को के हुन्छ होला भन त डिक्रिज पर्सेन्टेज को डिक्रिज बाइ ओके एक्चुअल डिक्रिज बाइ ओरिजिनल अमाउन्ट हो एक्चुअल डिक्रिज डिवाइडेड बाइ ओरिजिनल अमाउन्ट इन्टु के हुन्छ त 100% हुन्छ है यसमा जस्ट एक्चुअल इन्क्रिज को ठाउँमा के गर्ने हो त एक्चुअल डिक्रिज अब यो कसरी फर्मुलाहरु युज गर्छौं त्यसको बारेमा पनि हेर्दै जाउँ है त जस्तो हेर है त सपोज तिमीसँग कुनै एउटा अमाउन्ट छ ल सपोज गर तिमीसँग लेट सपोज ल 500 रुपैयाँ छ यो चेन्ज भएर चाहिँ तिमीसँग बढ्यो भनेको सपोज 700 रुपैयाँ मा गयो भनेको इनिशियली 500 रुपैयाँ थियो त्यो चाहिँ कति रुपैयाँमा पुग्यो भन्दाखेरि 700 रुपैयाँ मा पुग्यो भन्देखि अब यहाँ कति पर्सेन्टले इन्क्रिज भयो भनेर निकाल्नु पर्ने छ भन्दै के गर्नु पर्यो त एक्चुअल इन्क्रिज डिवाइडेड बाइ ओरिजिनल अमाउन्ट इन्टु 100% ल भनेको एक्चुअल इन्क्रिज भनेको यहाँ खासमा कतिले बढ्यो हेर त 200 ले है भनेको एक्चुअल इन्क्रिज डिवाइडेड बाइ ओरिजिनल अमाउन्ट भनेको जहिले पनि सुरुकै अमाउन्ट राख्ने है ओरिजिनल अमाउन्ट भनेको 500 इन्टु के गर्ने त 100% गर्ने यो कति पर्सेन्टले बढ्यो भन्ने कुरा यहाँबाट आउँछ है जस्तो यो दुईटा र यो दुईटा क्यान्सल गर्दा कति भयो त 40% ले इन्क्रिज भएर गएको रहेछ है भनेको यसरी हामी फर्मुलाहरु युज गर्दै जान्छौं अर्को एकदमै इम्पोर्टेन्ट कुरा के छ भन्दा जस्तो तिमी पर्सेन्टेज को र फ्र्याक्सन को कुराहरु गर्दै छौ अथवा फाइनल एन्सर चाहिँ पर्सेन्टेजमा निकाल्नु पर्ने छ र फ्र्याक्सनमा निकाल्नु पर्ने छ भनेदेखि जहिले पनि हामीले XYZ भन्ने भेरिएबल मानेर जान्छौं नि अन्त हेर है
XYZ भन्ने भेरिएबल मान्ने ठाउँमा हामीले के मान्न सकिन्छ भन्दाखेरि स्पेसिफिक नम्बरहरू मानेर क्याल्कुलेसन गर्दै गयो भने एकदमै सजिलो हुन्छ है तिमीलाई। मैले फेरि एकपटक रिपिट गरेँ, जस्तो कि केही कुराहरू हामीले क्याल्कुलेसन गर्नुपर्ने छ र फाइनल एन्सर चाहिँ पर्सेन्टेजमा छ अथवा रेसियोमा छ भनेदेखि तिमीले हामीले जे मान्ने गरेको थियो XYZ भनेर भेरिएबल, त्यो भेरिएबल नमानिकन त्यो भेरिएबलको ठाउँमा आफूलाई सजिलो लाग्ने नम्बर मानेर अगाडि बढ्यो भनेदेखि तिमीलाई के हुन्छ भन्दा क्याल्कुलेसन गर्नलाई एकदमै सजिलो हुन्छ है। बुझिन्छ? यदि तिमीलाई सजिलो लाग्ने नम्बर मानेर गयो भनेदेखि क्याल्कुलेसन गर्नको लागि एकदमै सजिलो हुन्छ। अब कहाँनिर सजिलो हुन्छ भन्ने कुरा चाहिँ अब एक्जाम्पलमा गएपछि बुझिन्छ है। त्यही भएर हामीले यदि पर्सेन्टेज अथवा फाइनल एन्सर पर्सेन्टेजमा निकाल्नु पर्ने छ भनेदेखि आफूलाई सजिलो मान्ने अथवा क्वेसनमा अलिकति सजिलो हुने टाइप्सको नम्बरहरू मानेर चाहिँ हामी के गर्छौँ भन्दा क्याल्कुलेसन गर्न जान्छौँ है। यो एउटा भयो। अर्को जस्तो हेर है त, केही कुरा चाहिँ 20%ले बढ्यो भनेदेखि हामी कसरी क्याल्कुलेट गर्थ्यौँ पहिला भन्दा जस्तो हेर है, 50 रुपिस चाहिँ सपोज 20%ले बढ्यो भनेदेखि 50 प्लस के गर्थ्यौँ भन्दा 50 को 20% गर्थ्यौँ होइन। हेर त 50 रुपिस चाहिँ 20%ले बढ्यो भनेदेखि हामी के गर्छौँ भन्दा 50 प्लस 50 को 25। तर यो गर्दाखेरि तिमीले XYZ मान्दाखेरि अलिक गाह्रो बनिन्छ अथवा कम्प्लेक्स बनेर जान्छ। त्यही भएर जहिले हामी यो क्वेसन जस्तै यो क्याल्कुलेसन गर, जस्तो यो कति आउँछ निकाल अनि त्यसपछि अर्को क्वेसनमा म जान्छु। जस्तो हेर है त, यो कति आउँछ भन त, 60 आउँछ है। अब यसमा हेर है, अब हामीले के गर्छ भन्दा यसरी यहाँ बिचमा प्लस राख्दैनौँ क्या, सुरुमा भएकोलाई 100% भन्छौँ, त्यसमा कति पर्सेन्ट बढ्यो त यहाँ हेर, सुरुमा एमाउन्ट 100%, त्यसमा कति पर्सेन्ट बढ्यो त्यहाँ हेर क्वेसनमा, यहाँ मैले के लेखेको छु आकृति 20% है। 20% बढ्यो भनेदेखि हामी सिधै के लेख्छौँ भन्दाखेरि 50 को 100 मा 20%ले बढ्यो भने त 120% हुने होइन र, 120% भनेर यसरी लेख्छौँ है। यो चाहिँ सर्टकट वे है, किन भन्दा हामीसँग टाइम एकदमै कम हुन्छ, त्यही भएर हामी यसरी क्याल्कुलेसन गर्छौँ। अब यसमा हेर कति आउँछ भन्दा 60 नै आउँछ। अर्को जस्तै मसँग 50 रुपिस छ, यो चाहिँ सपोज 20%ले घट्यो भनेदेखि एउटा 50 माइनस 50 को 20% गर्न मिल्छ। तर हामी यसरी क्याल्कुलेसन गर्दैनौँ, यदि एजुम्सन गरेर जानुपर्ने छ भनेदेखि यसमा हामी सिधै के गर्छौँ भन्दा सुरुमा भएको 100%, त्यसमा 20% घट्यो भने कति पर्सेन्ट बाँकी हुन्छ भन, 80% भन्नुको पनि अब तिमीले के गर्नु पर्यो भन्दाखेरि 80 भनेको 50 को 80% गर्नु पर्यो सिधै। बुझिन्छ यो गरेको, 50 को 80% गर्ने है यसरी। कसैले के कन्फ्युज छ? छ भने सोध है, छैन है, ओके ल। अब त्यसो हो भने म तिमीहरूले लगभग आई थिङ्क 8 क्लासतिर पढेकोलाई एउटा क्वेसन लेख्छु मैले, त्यो क्वेसनलाई कसरी सल्भ गर्ने ट्राई गर है त। इफ द प्राइस of an electricity was increased by 20%, यो क्वेसन सबैले ट्राई गर है। मैले यहाँ सुरुमा तिमीहरूलाई क्याल्कुलेसन गर्दैन, यो तिमीहरूले क्याल्कुलेसन गर्न ट्राई गर, अनि आएन भने मात्रै मैले इफ द प्राइस अफ एन इलेक्ट्रिसिटी वाज इन्क्रिज बाई हाउ मेनी पर्सेन्ट one should reduce in his consumption, consumption to maintain the same expenditure। यो क्वेसन बुझिन्छ? हेर त यो क्वेसन त कति 8 क्लासतिर पढाएको थियो होला हो तिमीहरूले, कति क्लासमा पढेको हो यो? मैले चाहिँ 8 क्लासतिर पढाएको थिएँ है, यो पढेको आकृति 9 मा पढ्या होला। 9 मा हो, ओके ल ट्राई गर त 1 मिनेट जति तिमीहरूलाई चाहिन्छ, 1 देखि 2 मिनेट है। तिमीहरूले पढेकै क्वेसन हो, अब याद छ कि छैन?
एनीवन कसैले गर्यो यसलाई आकृति ललिता तिमी भर्खर आएको हो यस सर वृषिका तिमीले गर्यो सर 16.67 जस्तै यसमा हेर है मैले अघि भर्खर के भनेको थिएँ तिमीहरूलाई भन्दाखेरि यदि फाइनल एन्सर पर्सेन्टेज अथवा रेसियोमा निकाल्नु पर्ने छ भनेदेखि आफूलाई सजिलो लाग्ने नम्बरहरू एज्युम गरेर जाने हो क्या जस्तै यहाँ क्वेसनले के सोधेको छ हेर त पर्सेन्टेज हेर है भनेको नि फाइनल एन्सर केसमा निकाल्नु पर्ने छ मैले भन्न त सर 16.67 आउँछ म चेक गर्छु आई डोन्ट नो मलाई थाहा छैन है सायद त्यति नै आउँछ होला अराउन्ड त्यति नै आउनु पर्ने हो जस्तै हेर है मलाई सजिलो लाग्ने नम्बर मानेर जान्छु किन भन्दा यहाँ एन्सर केसमा निकाल्नु पर्ने छ हेर त पर्सेन्टेजमा है एक्ज्याक्टली एन्सर पर्सेन्टेजमा निकाल्नु पर्ने छ द्याट्स वाइ मैले के गर्छु भन्दाखेरि मलाई सजिलो मान्ने जस्तै यो पहिला बढ्नुभन्दा पहिलाको केस यतापट्टि गर्छु बढिसकेपछि केस यतापट्टि गर्छु हेर है जस्तो मैले के एज्युम गरेँ भन्दाखेरि मेरो घरमा चाहिँ 1 मन्थमा कति कन्जम्सन हुन्छ भन्दाखेरि हेर है कन्जम्सन कति युनिट इलेक्ट्रिसिटी कन्जम्सन CUNS मात्रै लेखेँ मैले कति युनिट इलेक्ट्रिसिटी कन्जम्सन हुन्छ भन्दा 100 युनिट हुन्छ भनेर हेर है 100 युनिट हुन्छ भने र 1 युनिटलाई कति रुपियाँ पर्छ भन्दाखेरि कति मानौ 10 रुपियाँ है लगभग त्यही पर्छ 1 युनिटलाई कति पर्छ भने 10 रुपियाँ पर्छ भनेदेखि मेरो टोटल खर्च कति हुने रहेछ भन त 100 युनिट कन्जम्सन गर्छु र 1 युनिटको 10 रुपियाँ पर्छ भनेदेखि सुरुमा मेरो एक्सपेन्डिचर कति त एक्सपेन्डिचर कति भयो भन 1000 रुपियाँ है यहाँसम्म क्लियर छ है ओके अब यसपछि हेर 10 रुपियाँ पर्ने इलेक्ट्रिसिटीको प्राइस बढेर 1 युनिटलाई कति रुपियाँ पर्न थाल्यो त 20% त बढ्यो हेर 20% बढ्यो भन्नेको पनि कति रुपियाँ पर्न थाल्यो त भन्दा RS 10 को 20% बढ्ने भनेको मिनिङ मैले भनेको थिएँ 120% राख है सजिलो हुन्छ हेर यो भनेको 10 रुपियाँ पर्नेलाई कति रुपियाँ पर्न थाल्यो अब 12 रुपियाँ पर्न थाल्यो अब एक्सपेन्डिचर त सेम गर्ने भनेको छ भन्नुको पनि एक्सपेन्डिचर कति नै गर्ने हो त 1000 रुपियाँ नै गर्ने हो यहाँ भन्दा धेरै त होइन कहिले कहिले टु मेन्टेन द एक्सपेन्डिचर मात्रै भन्न सक्छ सेम नभन्न पनि सक्छ भनेको पनि मैले 1000 रुपियाँ नै खर्च गर्ने हो भनेको 1 युनिटलाई 12 रुपियाँ पर्न थाल्यो हेर है 1 युनिटलाई 12 रुपियाँ पर्न थाल्यो अब ल अब यसमा हेर त जस्तो 1000 रुपियाँ पर्न थाल्यो भनेको 1000 रुपियाँ भन्दा बढी खर्च नगर्ने भनेपछि 12 रुपियाँ पर्न थाल्यो भने तिम्रो कन्जम्सन चाहिँ कति हुन्छ त भन्दा एक्सपेन्डिचरलाई चाहिँ 1 युनिटले डिभाइड गर्यो भने कति भन्ने कुरा थाहा हुन्छ है यो भने कति भयो त हेर 1000 डिभाइडेड बाइ 12 हो योसम्म क्लियर छ आकृति क्लियर छ सर ल अब त्यसो हो भने यसलाई फ्र्याक्सनमा चेन्ज गरेर पोइन्टमा पनि चेन्ज नगर 3 ले काटौँ सरी 4 ले काटौँ है त 4 ले काट्यो भनेदेखि 4 2 जा 8 भयो 10 भयो 20 भयो 4 5 जा 20 250 डिभाइडेड बाइ 3 भनेको पहिला यति युनिट खर्च हुन्थ्यो 100 युनिट अहिले घटेर यतिमा आइपुग्यो है अब क्वेसनले के सोधेको छ भन्दाखेरि
कति पर्सेन्टले घटाउनु पर्छ भनेको छ नि त पर्सेन्टेज डिक्रिज है हेर है पर्सेन्टेज डिक्रिज भनेको एक्चुअल कतिले डिक्रिज गर्ने हो भन त ल एक्चुअल कतिले डिक्रिज गर्ने हो त भन्दा यो माइनस यो हैन 100 माइनस 250/3 यतिले डिक्रिज गर्ने डिभाइडेड बाइ सुरुमा कति पर्सेन्टले सरी सुरुमा चाहिँ कति युनिट कन्ज्युम गर्छ 100 एक्चुअल डिक्रिज डिभाइड बाइ ओरिजिनल एमाउन्ट राख है ओरिजिनल एमाउन्ट इन्टु के गर्ने त 100% राख्ने अब हेर कस्तो सजिलो भयो यो 0 र यो 0 क्यान्सल भयो 300 माइनस 250 भने कति हुन्छ त 50 हुन्छ 50/3 50/3 भनेको कति पर्सेन्ट आउँछ त 16.67 16.67 है 6666 आउँछ यसलाई के भन्छ हामी सर त्यो 1000/12 के गरेको फेरि भन्दिनु न यस्तो भने जस्तो 1 युनिटलाई 12 रुपैयाँ पर्छ हेर तिमीले टोटल कति खर्च गर्छौ त 1000 रुपैयाँ खर्च गर्छौ भन्दाखेरि तिमीले चाहिँ कति युनिट चाहिँ किन्न सक्छौ भने हो क्या बुझ्यो अथवा यसरी बुझ एकछिन पक्का ल त्यो बुझेन भने अझै यसरी बुझ जस्तो तिमीसँग 1000 रुपैयाँ छ हेर है तिमीसँग 1000 रुपैयाँ छ तिमी कुनै पसलमा गयौ एउटा पेनलाई 12 रुपैयाँ पर्छ भनेदेखि तिमीले कतिवटा पेन किन्न सक्छौ त भन बुझ्यो बुझ्यो सर तिमीसँग 1000 रुपैयाँ छ एउटा पेनलाई 12 रुपैयाँ पर्छ भनेदेखि तिमीले कतिवटा पेन किन्न सक्छौ भन्दाखेरि 1000 डिभाइडेड बाइ 12 हेन त्यही गरे हो तिमीले 1000 रुपैयाँ खर्च गर्छौ एक युनिटलाई कति पर्छ भन्दा 12 रुपैयाँ पर्छ भनेदेखि टोटल कति कन्ज्युम गर्छ भन्दा फेरि 1000 डिभाइडेड बाइ 12 युनिट्स है यति चाहिँ युनिट्स हो क्लियर भयो ल अब यस्तै टाइपको एउटा क्वेशन छ तिमीहरु आफैले ट्राई गर्नु पर्यो है यस्तो टाइपको क्वेशन अब अरु लोक सेवातिर यता सिमेन्टतिर एकदमै धेरै सोधिरहेको क्वेशन छ त्यो क्वेशन मैले लेख्छु है त ल हेर इफ द length of length of rectangle is increased by 20% and breadth is decreased by 20% भनेको लेन्थ चाहिँ 20% ले इन्क्रिज हुन्छ रे ब्रेथ चाहिँ व्हाट इज द चेन्ज इन एरिया एरिया चाहिँ कसरी चेन्ज हुन्छ भने ल अप्सन ए मा अनचेन्ज्ड अप्सन बी मा 1% इन्क्रिज अप्सन सी मा 1% decrease ऑप्शन डी मा 4% डिक्रिज के हुन्छ होला ट्राई गर त यो क्वेशन त क्लियर छ कुनै रेक्टेंगल को चाहिँ Yes, sir. 4% decrease 20% इन्क्रिज भयो रे ब्रेथ चाहिँ के भयो रे भन्दा फेरि 20% डिक्रिज भयो भने एरियामा चाहिँ कसरी चेन्ज हुन्छ भनेछ ल सबैजनाले ट्राई गर त कसले 4% निकालिसक्यो रे सर डी हो आई थिंक डी नै आउँछ होला है अरूले पनि ट्राई गर है जस्तै यसमा पनि क्वेशनले के फाइनल एन्सर केसमा दिएको छ हेर त एन्सर केसमा छ 4% आउँछ भनेको पर्सेन्टेजमा छ हैन पर्सेन्टेजमा छ भनेदेखि मैले तिमीलाई सिकाएको जस्तै गरी एकैछिन है ओके मैले सिकाएको जस्तै गरी एउटा रेक्टेंगलको लेन्थ र ब्रेथलाई केही मान न लेन्थलाई कति मानौ 20 सेन्टिमिटर मानौ ब्रेथलाई कति मानौ
10 सेन्टिमिटर मानौ यसको एरिया कति भयो भन त 200 cm square. 200 सेन्टिमिटर स्क्वायर हुन्छ मैले 200 मात्रै लेखेँ है अब यो चेन्ज भएर यस्तो बनेको छ रे लेन्थ चाहिँ बढ्या छ ब्रेथ चाहिँ घट्या छ है हेर लेन्थ 20 थियो यसमा कति पर्सेन्टले बढ्यो त 20%. 20% ले बढ्यो भनेको 20 into 120 divided by 100 गर्नु पर्यो भनेको कति भयो 24 भयो ब्रेथ चाहिँ 24. घट्यो रे कतिले घट्यो भन्दा 10 को 80% मात्रै हुने भयो र 80% ले 20% ले घट्यो भनेको छ भनेको मिनिङ यो कति आइपुग्यो 8 8. अब यो दुईटा मल्टिप्लाई गर्यो भने त यसको एरिया आउँछ नि हैन र कति भयो र त 24 into 8 182. 192 कहाँ 82 हुन्छ ए 192. 192 है ल पहिलाको एरिया 200 र छ अहिले पछि कतिमा चेन्ज भयो त हेर 192 मा भयो अब कति पर्सेन्टेज चाहिँ इन्क्रिज भयो कि डिक्रिज भयो फर्स्टमा Decrease. डिक्रिज भयो 200 बाट 192 मा अब कतिले घट्यो भनेको पर्सेन्टेज चेन्जको मैले अघि फर्मुला भनेको थिएँ एक्चुअल चेन्ज अथवा एक्चुअल डिक्रिज डिवाइडेड बाइ ओरिजिनल अमाउन्ट इन्टु 100% गर्छौं भनेको 8 ले घट्यो है 8 युनिट्स ले घट्यो डिवाइडेड बाइ सुरुमा भएको एरिया 200 इन्टु के गर त 100% गर ल यो गर्दा कति आउँछ भन त यताउता क्यान्सल गरेर लास्टमा आन्सर कति आउँछ भन्दा 4% आउँछ है यो चाहिँ डिक्रिज हो किन डिक्रिज हो भन्दा त्यहाँ अगाडि क्लियरली थाहा भइसकेको छ कि 200 बाट 192 मा आउनु भनेको के हो त डिक्रिज हुनु है यसरी चाहिँ हामीले क्याल्कुलेसन गर्न सक्नु पर्यो कसैलाई कन्फ्युज छ यसमा ललिता नो सर मैले भनिसके आन्सर ए ओके वृषिका आकृति बुझ्यो सर ल अब यस्तै टाइपको एउटा क्वेशन चाहिँ यो चाहिँ सबैजनाले गर्न सक्नु पर्यो है त ल क्वेशन लेख त मैले भन्छु क्वेशन सबैजना रेडी छौ यस सर ओके ज्योत्सना रेडी छौ Yes, sir. ल लेख त if the length of लेख त if the length of square is decreased by length of square is decreased by 10%. फुल स्टप पछि व्हाट इज द चेन्ज इन एरिया अब अप्सनहरु पर्सेन्टेजमै छ है लेन्थ चाहिँ स्क्वायरको 10% ले डिक्रिज भयो भनेदेखि चेन्ज चाहिँ कतिले हुन्छ एरियामा है क्वेशन क्लियर छ ल ट्राई गर एन्सर पर्सेन्टेजमा निकाल है %9 decrease एन्सर कति आयो कसैले निकाल्यो 9% decrease 9% डिक्रिज आयो
मेरो त 10% आयो ला मिस्टेक भयो नि त मलाई त 19% आउँछ जस्तो लाग्यो त 9 पनि होइन ए हो 19 9 होइन है 19% डिक्रिज जस्तो आउँछ जस्तो लागेको छ है मलाई मैले नि लास्ट इयरतिर क्याल्कुलेसन गरेँ यसपालि गरेको छैन हो त्यही आयो सर 19 आउँछ ओके मैले गरिदिनु पर्छ कि पर्दैन सो भन्दिनु न सरफेसली अब यस्तो गर्ने हो हेर है फिगर बनाएर जान्छु मैले पनि जस्तै एउटा स्क्वायर छ लेन्थलाई कति मान्छ तिमीलाई सजिलो लाग्ने नम्बर मानेर जाऊ क्या यसको लेन्थलाई कति मान सुरुमा भएको 10 कति मान्ने 10 मान्न सजिलो हुन्छ है 10 यो नि 10 मान यो नि 10 भयो यसको एरिया कति भयो सजिलो ए भने कति मान्ने एउटै कुरा हो ल 20 नै माने मैले एउटै कुरा है ल 20 × 20 एरिया कति भयो भन 400 भयो हैन 160 एल स्क्वायर ए एरिया ए ए अब अर्को चेन्ज भयो एकछिन है अलि सानो बनाउँछु म कहाँ 160 आउँछ फेरि अर्को चेन्ज भयो ल यो 10% ले डिक्रिज भयो भन्नुको मिनिङ 20 को कति % मात्रै बाँकी भयो त 90% मात्रै बाँकी भयो बुझिन्छ नि अथवा यो नजान्दै यस्तो गर्न मिल्यो 20 - 20 को कति % त 10% हैन 10% डिक्रिज हुने हैन त यो गर्न पनि सकिन्छ है तर यो भन्दा यो सजिलो हुन्छ तिमीलाई क्याल्कुलेसन गर्न त्यही भएर यो 0 क्यान्सल भयो यो 0 क्यान्सल भयो भने कति आयो त 18 आयो भनेको यो पनि 18 आयो यो पनि कति हो 18 है 18 × 18 गर्दा कति हुन्छ भन 334 कति हुने रे यति हो आकृति 324 हो सर अनि किन कसले 34 भने फेरि चेक गर 324 ठिक छ ल अब त्यसो हो भने एरिया घट्यो भन्ने कुरा त तिमीलाई अभियसली थाहा छ अब कति पर्सेन्टेजले घट्यो त पर्सेन्टेज डिक्रिज डीसी मात्रै लेखे मैले पर्सेन्टेज डिक्रिज भनेको कतिले घट्यो हेर त 76 हो कि होइन कि 74 भन कति हो 76/400 इन्टु के गर्ने त 100% गर्ने भनेको एक्चुअल डिक्रिज डिवाइडेड बाइ ओरिजिनल अमाउन्ट इन्टु 100% यो दुईटा 0 र दुईटा 0 काट्देऊ अब 4 ले डिवाइड गर्दा कति हुन्छ 4 1 जा 4 36 भयो 4 9 जा कति भयो त 36 भनेको 19% नै चेन्ज हुन्छ तिमीले 10 मानेर गरे नि आउने है 10 माने भने यहाँ 100 हुन्छ यहाँ 81 हुन्छ 100 - 81 भनेको कति हुन्छ 19 हुन्छ 19% एकदमै सजिलोसँग आउँछ है त्यताबाट पनि कसैलाई के कन्फ्युज छ यसमा छैन है ओके छैन भनेदेखि यस्तो टाइपको क्वेसनहरु एकदमै इम्पोर्टेन्ट हुन्छ र यति पर्सेन्टले डिक्रिज भयो यति पर्सेन्टले इन्क्रिज भयो भनेदेखि भन्ने टाइपको क्वेसनहरुमा अलिकति फोकस गर्नु पर्यो यो पर्सेन्टेजसँग रिलेटेडमा ल अब यसपछि म अरु टाइपको एक दुईटा क्वेसनहरु गराउँछु जस्तो हेर है त ओके क्लियर ल हेर है त जस्तो अरु टाइपको क्वेसन भनेको जस्तो कि इफ टु नम्बर्स आर रेशियो पनि यहाँ जोडिन्छ यसरी लेखे मैले पक्कै if two numbers are in the ratio of suppose like 2:5 को ratio मा छ first number is increased by 40% and second number increased by 10%. Increased by what is the new नयाँ रेशियो कति हुन्छ भनेर सोध्न सक्छ यसरी ट्राई गर त ल सबैजनाले कति आउने रहेछ यो गाह्रो छैन
दुईटा नम्बरको रेसियो 2:5 छ अरे। अब फर्स्ट नम्बर पनि इन्क्रिज भएको छ 40% ले, सेकेन्ड नम्बर 10% ले इन्क्रिज भएको छ भनेदेखि अब नयाँ रेसियो चाहिँ कति बन्छ भनेर सोधेको छ। ल ट्राई गर। $28 upon 55. ओके कति आयो रे? 28 अपन 55 आयो। कसको यो? 28/55। मेरो त 14/11 आयो। हेर यसमा केही पनि छैन है गाह्रो। के गर दुईटा नम्बर एउटा x 2x भन। जहिले रेसियोमा भएको नम्बरलाई त x नै मान्ने गरेको छैन। यसलाई कति भन? 5x भन। अथवा अरू नम्बरहरू मानेर गर्दा पनि हुन्छ, तर तिनीहरूको रेसियो चाहिँ 2:5 हुनु पर्यो है। ल यो कति पर्सेन्टले इन्क्रिज हुने भनेको छ भन? 40% ले भनेको 140 डिभाइडेड बाइ 100 गर्ने क्या। बुझिन्छ नि? ल यो कति पर्सेन्टले इन्क्रिज हुने भनेको छ? 110 बाइ के भयो त? 100 भयो। ठिक छ? कसैले के कन्फ्युज छ यसमा? नो। ल अब यिनीहरूको रेसियो भनेको मैले यहीँ गर्दै यो डिभाइडेड बाइ यो गर्ने त हो रेसियो भने। हेर के क्यान्सल भएर जान्छ भन्दा यो 100 र यो 100 क्यान्सल भएर गयो। यो 0 र यो 0 क्यान्सल भएर गयो। यो x र यो x क्यान्सल भएर गयो। हेर्दै जाऊ है। माथि कति छ भन्दा 2 × 14 बाँकी छ है अझै। डिभाइडेड बाइ तल कति बाँकी छ? 5 × 11 बाँकी छ। अब यहाँ के क्यान्सल हुने छ र भन? छैन। 28 डिभाइडेड बाइ कति भयो त? 55। यसरी निकाल्ने हो क्या। ठिक छ? हेर त। मैले त 2/5 इक्वल्स टु गरेर अनि फेरि इन्क्रिज गरेको। त्यसरी हुन्छ कि नै? त्यसरी गरेर त नि कहाँ भयो त नि? 2 र 5 एक्ज्याक्ट नम्बर होइन नि त, त्यो त रेसियोहरू हो नि त। 2:5 त। अथवा तिमीले यस्तो नम्बर चाहिँ मान्न पाउँछौ फेरि, जस्तै दुईटा नम्बरहरू 2:5 को रेसियोमा भएको नम्बरहरू मान्न चाहिँ पाउँछौ। जस्तै कि तिमीले एउटा नम्बरलाई 20 भन्ने, अर्कोलाई 50 भन्ने यो गर्न पाउँछौ। हेर है, 20 र 50 भन्न पाउँछौ। अथवा 4/10 भन्न पाउँछौ। भनेको यस्तो नम्बरहरू मान्न चाहिँ पाउँछौ। हेर, तर त्यो तिमीले गरेको जस्तै गरी चाहिँ अलिकति मिल्दैन है क्याल्कुलेसन गर्न। ठिक छ? हुन्छ सर। ओके ल अब त्यसो भने अब फेरि अलिकति नेक्स्ट क्वेसनतिरै जाउँ है त। ल नेक्स्ट क्वेसन इज लाइक द्याट। ल लेख त। इफ A is 20% more than
10 is 20%. B is how much percent? How much percent less than यो क्वेसन हेर त A is 20% more than B छ भनेदेखि then B is how much percent less than A रे क्या ल भन्न त यो गर्न सकिन्छ कि क्वेसनै बुझेन तिमीहरुले एकछिन है फिफ्टी बाई 3% हो 16.67 एक्ज्याक्टली अराउन्ड त्यही आउँछ है 16.66 कै रेन्जमा आउँछ हेर त यो क्वेसन कतिपय चाहिँ झुकिरहेको हुन्छ क्या जस्तो यस्तो गर्ने हो यसमा हेर है त जस्तो A is 20% लेस जस्तो यसमा जानुभन्दा पहिला मैले अलिकति केही कुरा भन्छु है त जस्तो तिमीलाई हेर है त जस्तो मसँग अहिले 100 रुपैयाँ छ हेर है 100 रुपैयाँ छ यसमा 20% डिक्रिज भयो भनेदेखि कति पर्सेन्ट सरी 20% चाहिँ डिक्रिज भयो भने मसँग कति रुपैयाँ हुन्छ होला भन त मसँग 100 रुपैयाँ छ त्यसमा 20% डिक्रिज भयो भने मसँग कति हुन्छ होला 80 है एक्ज्याक्टली यो निकाल है भनेको 100 को 80% गरेर त्यो भनेको कति आउँछ 80 हुन्छ अब अर्को यसमा हेर सपोज मसँग 80 रुपैयाँ छ हेर है मसँग 80 रुपैयाँ छ यसमा चाहिँ 20% इन्क्रिज भयो भने कति एकैछिन है यसमा चाहिँ 20% इन्क्रिज भयो भने मसँग कति हुन्छ होला क्वेसन बुझै बुझेन 100 थियो 20% घटेपछि 80 मा आयो अब 80 छ 20% बढ्यो भने कति हुन्छ मसँग आकृति 90 अनुष्का ल चेक गर कति आउँछ 96 होला हो 96 हुन्छ हेर है भन्न खोजेको धेरै जसो काम मिस्टेक गरिदिन्छ भन्दा 100 बाट 20% घट्यो भने 80 छ भने 80 बाट 20% बढ्यो भने त 100 पुग्दैन है किन पुग्दैन भन्दा यहाँ हेर 100 को 20% घटायो नि त हामीले हैन 100 को 20% घटायो तर यहाँ त के गरे हो 80 को 20% मात्रै बढायो नि त बुझिन्छ यहाँ 100 को 20% घटायो तर यहाँ चाहिँ 80 को 20% बढायो त्यो भएर चाहिँ 96 मात्रै पुग्छ अब यो क्वेसन नि त्यस्तै हो जस्तै A 20% मोर देन B भनेको सुरुमा B छ A भने कति भयो भन्दा हेर त A भने चाहिँ कति हुने भयो त यस्तो गर न A is 20% मोर देन B भनेको पनि A is equals to कति भयो त हेर 20% मोर देन B भनेको B को कति पर्सेन्ट भयो अघि गरे जस्तै B 120 हैन 120 डिवाइडेड बाइ 100 ठीक छ ल यो 0 र यो 0 क्यान्सल गरिदेऊ 6B बाइ कति भयो त 6B बाइ 5 भयो है ल A भनेको ठीक छ A भनेको 6B बाइ 5 भनेको दुईटा भनेको एउटा B भयो अर्को A भनेको चाहिँ कति भयो त 6B बाइ 5 भयो है एउटै टर्ममा चेन्ज गरेको के हामीले बुझिन्छ नि एउटा 6B बाइ 5 र चाहिँ एउटा के रहेछ त B रहेछ अब कति पर्सेन्ट ग्रेटर हुन्छ भनेर चाहिँ नि त कुन चाहिँ ठुलो हुने हो सरी कुन चाहिँ लेस हो त भन B लेस हो अब कतिले लेस हो त भनेको पर्सेन्टेज डिक्रिज अथवा पर्सेन्टेज कम भनेको कतिले लेस भन्दाखेरि 6B बाइ 5 माइनस के गर्नु पर्यो त B डिवाइडेड बाइ हामीले केसँग कम्पेरिजन गर्दैछौँ भन A सँग कम्पेरिजन गर्दैछौँ नि त हेर त यहाँ केसँग कम्पेरिजन गरेको छ
देन भन्ने ठाउँमा यो कम्प्यारिजन हो है, थाहा छ नि देन भनेको त भनेको 6b/5 भयो। ल यो क्याल्कुलेसन गर। यो भनेको b/5 डिभाइडेड बाइ तल कति हुन्छ त हेर 6b/5 हुन्छ। यो 100% मैले लेखेको छैन है, पछाडि म लास्टमा मात्रै लेख्छु। यो र यो क्यान्सल भयो, b र b, यो 5 पनि माथि गयो भनेको कति भयो त भन्दा 1/6 छ। अनि 100% अलरेडी छ है, मैले त्यहाँ नलेखेको मात्रै हो। इन्टु कति भयो त 100% भयो। हेर 100% भयो। अब यहाँ के आउँछ होला त हेर, निकाल त कति आउँछ। यो क्लियर छ कि छैन तिमीहरूलाई? छ सर। वृषिका ललिता यस सर। क्लियर छ? सर। ओके ल यस्तो टाइपको क्वेसनहरु पनि सोध्न सक्छ है। ल अलमोस्ट यति कुरा भयो भने तिमीहरूलाई पर्सेन्टेज अथवा यसलाई अलिअलि रेसियो एन्ड प्रोपोर्सनसँग पनि लगेर जोड्न सक्छौ है तिमीहरूले। ल अब यहाँभन्दा अगाडि कसैलाई केही क्वेसन छ भनेदेखि आज अलिकति डिस्कसन गरौँ है। ल कसैलाई केही क्वेसनहरु छ भने डिस्कसनतिर जाउँ है त आज। कसैलाई केही क्वेसन छ भनेदेखि भन, हामी डिस्कसन गर्छौँ है आज अलिकति केही क्वेसनहरु। तिमीहरूलाई नजाने क्वेसनहरु डिस्कस गर्ने हो। त्यो अस्ति मलाई एकजनाले कसले कलरिङ वाला सोधेको थियो, अब गर्न सकिन्छ त्यो चाहिँ उहरुलाई कलरिङ गर्ने वाला? गर्न सकिन्छ? अस्ति मलाई कसले सोधेको हो त्यो चाहिँ यतिवटा फेस कलर गरे यो यस्तो कतिवटा हुन्छ भन्ने टाइपको क्वेसनहरु गर्न सकिन्छ कि सकिँदैन? आकृति केही क्वेसन छ? अहिले त छैन सर। छैन हो? कसैलाई केही क्वेसन छैन? ल पख है त एकैछिन मैले यो स्क्रिन शेयरलाई स्टप गरेर मैले एउटा के भन। इन हाउ मेनी वेज क्रिकेटमा चाहिँ 11 प्लेयर्स क्यान बी चुजन आउट अफ 14 प्लेयर्स भनेर क्वेसन छ के? हो त्यो कम्बिनेसनबाट जाने हो।